GB Productions, a complete entertainment channel. हेलो 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 सीमा बहिनी हजुर हजुर म आङ्कानी शेर्पा बोलेको अहिले तपाईँको बिचमा धेरै कुरोहरू आइरहेछ तपाईँले चाहिँ अलिकति अप्सन चाहिँ कसरी अप्सन राम्रो गरी आएको छैन हजुर सुन्नु भएन हजुर भन्नुहोस् हजुर अहिले तपाईँ र यो बिचमा हाम्रो नेपालीहरूको बिचमा धेरै कुराहरू एक मिनट हाँ मैं बात कर रही हूँ एक मिनट हेलो बिचमा यो नेपाल र तपाईँको बिचमा एकदम प्रब्लम धेरै इस्यु आयो अनि हजुर चाहिँ नेपालसँग किन अलिकति अप्सेर कसरी अप्सेर भयो यसो अलिकति हाम्रो दाजुभाइ दिदीबहिनी यसो सेयर गरिदिनुहोस् न Well, thank you so much for asking such an amazing question. Nepal हेलो हजुर हेलो हजुर अर्कै बहिनीको भिडियो अर्कै के भयो नेपाल हजुर भन्नुहोस् न हजुर नेपालसँग केही पर्सनल दुश्मनी छैन एन्ड आई एम अल्सो नेपाली स्पिकिङ गर्ल लेकिन एक बार मेरो खूब खराब एक्सपिरियन्स भएको थियो नेपालमा त्यो चिजसम्म मेरो भित्र थियो अरू नेपाली मान्छेहरूसँग आई डोन्ट नो द्याट्स माई बेड डेस्टिनी अर वाट बट मलाई धेरै पालि चाहिँ नि मेरो रङ एक्सपिरियन्स भएको छ यो अश्लील व्यवहारहरू यो त्यसको लागि मैले पुरै जम्मै नेपाली मान्छेलाई नेपाली भाषीलाई भनेको होइन इनफ्याक्ट म पनि नेपाली हो है हजुर हजुर जति म भारतीय हुनमा गौरव गर्छु गर्व गर्छु त्यति म नेपाली हुनमा पनि गर्छु है अरू मान्छेहरूको इन्डिभिजुअल चोइस हो कसले के गर्नुहुन्छ लेकिन सायद त्यो मेरो अलिकति गल्ती पनि भयो होला किनभने जस्तै होस् हामीहरूको नेपाली मान्छेहरू चाहिँ नि एकदम माने मनले अर्काको लागि राम्रो चाहने मान्छेहरू हो राई लिम्बू मगर छेत्रीदेखिबाट हजार जात छ हामीहरूको जातमा है सायद मबाट त्यो अलिकति मैले त्यो नेपालको मान्छेहरू आएर यहाँभित्र काम गर्छ त्यति भन्न चाहिँ मेरो गल्ती हो म पर्सनली पनि त्यो चिजलाई फिल गर्छु अरू त्यही हो इन फ्युचर अब जे होस् म पनि आफ्नो फिल्डमा राम्रो गर्दैछु उहाँहरू पनि आफ्नो फिल्डमा राम्रो गरोस् है त्यही मेरो कामना रहन्छ तपाईँ नेपाल जाँदाखेरि तपाईँलाई अलिकति ब्याड फिलिङ अलिकति मिसअन्डरस्ट्यान्डिङ जस्तो भयो भने नेपालको मान्छेले एक दुईजना मान्छेले नराम्रो बिहेभ भएछ नि तपाईँ हजुर नेपाल जाँदै मात्रै होइन मेरो माने काफी एक्सपिरियन्स खराब छ नेपाली मान्छेहरूसँग त्यसको लागि अरू सबै जम्मै नेपाली होइन मेरो यहाँ भी कति मेरो खुदको टिममा भी दुईटा मेम्बर हुनुहुन्छ नेपालबाट त्यस्तो छैन मेरो चाहिँ नेपाली मान्छे कोही छैन है नेपाली मान्छेसँग खुब दिलको एउटा भाषाले मेरो थरले मेरो सीमा सुवेदी श्रेष्ठले मेरो मेरो थरले नि नेपाली जातलाई रिप्रेजेन्ट गर्छ र उहाँले यति चाहिँ सोचेन जे यस्तो भन्नुहुन्न एन्ड पिपल आर टकिङ अबाउट माई नेपाली द्याट हाउ कम्स हि स्पिक नेपाली लाइक दिस बट अब मेरो नेपाली हामीहरू नर्थ इस्टको मान्छेहरू हो एउटै ल्याङ्ग्वेज बोल्दैन बेङ्गली भी कुरा गर्छ आसामी भी बोल्छ हर ल्याङ्ग्वेज मिक्सअप हुन्छ पन्जाबी भी बोल्छ एक्ट्रेस हुनको लागि म ज्यादातर कति मान्छेले भन्नु उसको हिन्दी खराब छैन एक्सक्युज मी हिन्दी खराब छैन भने फेरि हिन्दी टेलिभिजनमा कसरी काम गर्यो त गर्न आँटे त त्यही हो हिन्दी खराब होस् नै होस् त्यो उहाँहरूको लुकआउट होइन मेरो खराबी महिमा छ खराबीलाई सुधार्ने मान्छेको कर्तव्य हो अरू आफ्नो भुलबाट सिक्नेमा विश्वास गर्छु म है जस अब तपाईँले हाम्रो अहिले जति वर्ल्डमा हेरिरहनु भएको नेपाली दाजुभाइहरू कतिजना रिसाइरहेको छ तपाईँ हजुरले उहाँसँग के भन्नुहुन्छ अब म उहाँहरूलाई यही भन्न चाहन्छु आम एक्सट्रिमली सरी ओके आई एम नथिङ विदाउट यु गाइज अरू हजुरहरूको माया र प्रेयरले मलाई यहाँसम्म ल्याएको हजुर जे भने पनि हजुरहरूको प्रेयरले र मायाले मलाई यहाँसम्म ल्याएको हो र उहाँहरूको बिना म केही छुइनँ त्यो पनि साँचो हो प्रशान्त तामाङलाई डेरिया मगरलाई बनाउने नेपाली एउटा चाहिँ कुरो म भी एक्सेप्ट गर्छु हामीको नेपाली जातले बहुत सहयोग चाहिँ गर्छ है मान्छेहरूले यो चाहिँ हो अरू मेरो माया खुब छ नेपालमा नेपाली भाषामा विश्वमा बस्नु भएको जम्मै नेपालीमा दाजुभाइहरूमा है र आम एक्सट्रिमली सरी फर द्याट लेकिन त्यही हो हजुरहरू पनि अलिकति सम्झिदिनुहोस् हामी भी अरू साथमा मिलेर हामीहरू काम गरौँ विश्वमा हामीले राज गर्न सक्ने क्यापेसिटी छ हामीमा किनभने हामीहरू थोर ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ गोर्खा कम्युनिटीमा नेपाली जातमा नेपाली भाषामा र त्यही हो अब बहिनी जे भने तपाईँ पनि एउटा केटी मान्छे अब तपाईँबाट पनि मिस्टेक भयो होला धेरै कुरा मिस्टेक भयो होइन तपाईँ पनि अब नेपाली दाजुभाइले हेरेर सरी भनिदिनुहोस् हजुर
अब तपाईँ मैले पनि तपाईँ त्यो अलिकति गाली गर्दा मैले पनि रिस उठिदिएँ कि मलाई एकदम रिस उठिदियो तर कोही बेला मिस्टेकली हामी ह्युमन बिङ भएपछि मिस्टेक सोशल साइटमा जति पनि भिडियो अपलोड गरिरहेको थिएँ मेरो तर्फबाट मैले मेरो टिमलाई पर्सनली रिक्वेस्ट गरेर डिलिट भइसकेको छ हामीकोतिरबाट होइन अब आशा गर्छु नेपाली जम्मै नेपाली जनजातिले पनि नेपालको मान्छेहरूले पनि यस चिजलाई बिर्सेर हामीहरू अगाडि बढेर नयाँ सुरुवात गरौँ उहाँहरूको बिना म भी केही छुइनँ अरू मैले भोलि नाम कमाएँ भने केवल मेरो मात्रै होइन पुरा जम्मै नेपाली जातिको नाम हुनेछ जसरी मैले एसिया इन्टरनेसनल जित्दा मलेसियामा रहनुभएका जम्मै नेपालीहरू बहुत खुस हुनुभएको थियो म त्यो कुरालाई कहिले पनि बिर्सिन्न नेपालले दिएको माया कहिले पनि बिर्सिन्न अब मलाई खुदलाई जति भारतीय हुनमा गर्व छ त्यति नेपाली हुनमा पनि छ अरू हुन्छ मान्छेबाटै मिस्टेक हुन्छ अरू त्यो अग्रेसिभ नेचर ममा किन छ भने उहाँहरूले युट्युबमा मेरो लागि नराम्रो कमेन्ट गर्दा मलाई पनि अलिकति खराब लाग्यो जो चाहिँ आई फिल राइट्स थिएन किनभने कन्ट्रीको लागि भनेर अहिले जसरी मैले उहाँहरूको दिल दुखाएँ सायद मलाई पनि त्यसै गरी पेन भएको थियो लेकिन त्यही हो नेपालमा मध्ये जरुरी छैन एउटा मान्छेसँग एक्सपिरियन्स भयो भने सबै मान्छे त्यस्तै होस् र एक दुईजना मान्छेसँग मेरो रङ एक्सपिरियन्स भएको यो सच्चाइ हो लेकिन भन्दैमा सबै मान्छे त्यस्तो हुँदैन अरू श्रेष्ठ र सुवेदी टाइटलमा मलाई धेरै नै प्राउड छ श्रेष्ठले नेपाली एउटा बहुत ठुलो ब्रान्ड भन्न सकिन्छ काठमाडौँमा श्रेष्ठहरूको धेरै अवदान छ एक श्रेष्ठ समाज छ र हामीहरू त्यही समाजको एउटा उहाँको नभए त्यही पनि हामीहरू एउटा मेम्बर हो एउटा थरले हामीलाई रिप्रेजेन्ट गर्छ नेपाललाई र त्यही हो अरू केही पनि छैन म मेरो काममा बिजी छु अब बहिनी अब के भयो भने तपाईँले अब त्यो बनिदिनु भयो होइन नेपालीले नराम्रो भन्नुभयो नेपाल कतिजना रिस उठिरहेको छ तर तपाईँले एकजना जो व्यक्तिसँग रिस उठ्यो त्यसलाई चाहिँ तपाईँले अलिकति उहाँसँग गर्नुपर्ने र तपाईँ एउटा टाइटल होल्ड गरिसकेको मान्छेले यो गर्दाखेरि चाहिँ धेरै पब्लिस भएर भयो होइन अब नेपालले एकचोटि सरी भनिदिनुहोस् म पनि अब किनभने तपाईँले धेरै गाली गरेर देख्दाखेरि चाहिँ मलाई पनि अलिकति धन्यवाद हजुरलाई साथै जम्मै नेपाली समाजलाई नेपाली भाषी मान्छेहरूलाई नेपालको मान्छेहरूलाई मुरी धन्यवाद उहाँहरूले मलाई सम्झाउने कोसिस गर्नुभयो त्यसमा उहाँहरूलाई बहुत बहुत धन्यवाद अरू उहाँहरूको दिल दुखाएकामा माफी चाहे म सीमा सुवेदी आफैलाई हजुरहरूको परिवारको एउटा मेम्बर ठान्छु है आशा गर्छु अनि अर्को एउटा कुरा बहिनी एउटा कुरा भर्खर मैले चाहिँ एउटा फेसबुकमा देखेको थिएँ कि के अरे यो बङ्गलादेशको चाहिँ त्यो अहिले वेस्ट बेङ्गलको चाहिँ ममता के भने त्यहाँ त्यो चिफ मिनिस्टरले तपाईँले कति पैसा धेरै दिएको छ उसले बोल्न लागेको भन्छ त्यो कुरा सत्य हो पहिलो कुरो त मेरो बङ्गलादेशको त्यो चिफ मिनिस्टर खोइ कहाँको कुरो गर्नुभएको हो त्यहाँसँग मेरो केही लेना देना छैन म एउटा आर्टिस्ट हो आफ्नो कामले मेरो पहिचान छ एसिया इन्टरनेसनल जितेदेखि मान्छेले मलाई जान्दछन् मेरो नर्थ इस्टमा अरू मलाई गोर्खा जातले अरू जम्मै भारतमा बस्नुभएको जाति जनताले पनि धेरै सपोर्ट गर्नुभएको थियो आजसम्म गरिराख्नु भएको छ उति नै मलाई नेपालको जनताले पनि सपोर्ट गर्नुभएको थियो होला सम्भव अरू त्यो कुरो मैले मलेसियामा पनि चाल पाएँ मलेसियामा रहनुभएको नेपालीहरूले धेरै नै खुसी जाहेर गर्नुभएको छ जब मैले जितेकी थिएँ उहाँहरूको आँखामा त्यो खुसी मैले देखेकी थिएँ म त्यसको दिलले इज्जत गर्छु कदर गर्छु अरू इन फ्युचर सबै जम्मै नेपाली जातिको लागि के एउटा राम्रो नाम कमाएर सबैको नाम अझै उचाइमा लिएर जाने सपना देख्छु म ल बहिनी अब जे भने तपाईँ मेरो गल्ती भइहाल्यो मानव त हुन्छ मानव गल्ती कोही बेला हुन्छ अब आइन्दादेखि फ्युचरमा तपाईँले यसो नभनिदिनुहोस् एउटा हामी नेपाल तपाईँ जे पनि नेपालको बाउ तपाईँको मम्मी ड्याडी नेपालको कुन हुनुहुन्छ तपाईँले यसो नभनिदिनुहोस् होइन मैले पनि एकदम रिस उठेको थियो तपाईँले त्यसो कुरा गर्दाखेरि र यो देशले अर्को देशलाई किचड नउछाली हामीहरू एक भएर मिलेर चलौँ उहाँहरूको बिना हाम्रो केही हुँदैन हाम्रो बिना उहाँहरू केही हुँदैन मलाई पर्सनली भी फिल हुन्छ कामको लागि कमेन्ट गर्नु मैले साँच्चै नै गल्ती गरेको हो लेकिन यो गल्ती पनि मलाई एकदम यस्तो मलाई गुस्सा आयो के भन्ने अब उनीहरूले मेरो नेपालीमा कमेन्ट गर्छ मलाई के खराब लाग्दैन सच्चैमा मेरो नेपाली बहुत खराब छ यो पनि मैले सिकेको र त्यही अहिले पनि म यहाँ सुटमै छु है स्टुडियोमै जे होस् अब जे हुनु पिस हुनु भयो नि है तिमी नि नजाने तिमीलाई गल्ती भयो त्यसमा चाहिँ अब मान्छेले नेपाली हाम्रो नेपाली दाजुभाइले पनि माफ दिनुहुन्छ होला आशा गर्दछु म पनि होइन तपाईँले जे गर्नु गल्ती गर्नु भयो आइन्दी दिनमा कसरी तपाईँले रिसायो भने नरिसाउनुहोस् रिस भन्ने कुरा एकदम हाम्रो एनिमी जम्मै दाजुभाइहरूलाई चाहिँ एउटै रिक्वेस्ट गर्छु कुनै पनि नारीमा केटी मान्छे चाहे कुनै होस् मेरो संस्कारले चाहिँ यो भन्छ है मलाई थाहा छैन उहाँहरूले के भन्न खोज्नुहुन्छ लेकिन कुनै पनि नारीमा कुनै पनि जातिको मान्छे होस् एउटा लेडीलाई चाहिँ धेरै सम्मान गर्नुपर्छ होइन त्यो चाहे धन्दा गर्नेवाली नै होस् न केही होस् मान्छे सबैको आफ्नो आफ्नो कर्म हो जसरी मैले भाडा माझ्छन् या यहाँनिर भाडा माझ्न आउनुहुन्छ भनेर उहाँहरूको मैले दिल दुखाएँ त्यसै गरी उहाँहरूले जाति अरू मान्छेको मैले जुन भुल गर्ने त्यो भुल उहाँहरूले नगरोस्
अरू अर्काको भूलबाट सिक्ने चाहिँ सबैभन्दा ठुलो समझदार भनिन्छ हामीहरूको हिन्दी भाषामा जो दूसरे की गल्तियों से सीखता है वो सबसे बड़ा समझदार माना जाता है त्यही हो अरू हामीहरू हिन्दी भाषी धोती धोती ठिकै छ धोती भइएछ अरे केही बात छैन धोतीहरूले बि केही गर्ला नि है उहाँ स्पेशली मेहनत गरेर खानुहुन्छ उहाँहरू स्पेशली तपाईँ बहिनी लास्ट टाइममै तपाईँ नेपाल जाँदा तपाईँले बढी धोती भनेर मान्छे रिस उठेको चाहिँ तपाईँ त्यो भएर आवाजै आएको छैन मलाई तपाईँ लास्ट टाइममा नेपाल जाँदाखेरि धोती भनेर रिस चाहिँ तपाईँ त्यो भएर उठेको रहेछ होइन ब्राइट कलर पिन्छ धोती उती अलिक मलाई इन्सल्ट फिल भयो कि किनभने यहाँनिर नेपालको मान्छेहरू आउँदा हामीहरू खुब एक्साइटेड हुन्थ्यो इनफेक्ट हामीहरूको घर आउँदै आउँदा पनि यहाँको खाना खिलाउने उहाँहरूलाई यहाँको माकामुखियाको मन्दिर लिएर जाने यता गर्ने उता गर्ने अनि उहाँहरू चाहिँ के ज्यापु पता नै के भनेर हामीहरूलाई नराम्रो नामले मलाई त त्यस्तो खराब राम्रो नेपाली पनि आउँदैन अहिले सिकेको र त्यही हो तैपनि आई ट्राइड माई बेस्ट टु स्पिक आई डोन्ट नो अब उहाँहरूलाई कस्तो लाग्छ होला के लाग्छ होला आई डोन्ट नो लेकिन त्यही हो जे होस् मेरो थरले मेरो टाइटलले नेपाली भाषालाई नेपाली जातलाई रिप्रेजेन्ट गर्छ हुनसक्छ मेरो पुर्खाहरू उहाँबाट आउनुभएको हुनसक्छ मेरो बाबाहरू कहिले नगएको होला तर आउन जब भूमि हामीहरूको विच्छेद भयो भारत र हेलो 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 हजुर बहिनी हजुर एनिवे हजुर एनिवे बहिनी अब म पनि राखिदिन्छु थ्याङ्क यू फर टाइम दिएकोमा तर अब एकचोटि अब नेपाली दाजुभाइ धेरै रिस उठिरहनु भन्न चाहन्छु गोर्खाल्यान्ड यो केवल गोर्खाहरूको भारतीय मान्छेको लागि होइन हामी सबै जम्मै नेपाली जातिको लागि एउटा जग्गा हुन्छ जहाँ हामीहरूले आफ्नो अस्तित्वलाई खोज्दैछौँ अहिले भारतको मान्छेहरूलाई गोर्खा रेजिमेन्टमा कति वीरहरू जवानहरू शहीद हुनुभएको छ उहाँहरूको त्यो शहीद उहाँहरूको त त्याग त्यसै नजाओस् भनेर हामीहरूको कोसिस छ त्यही भएर गोर्खाल्यान्डको माग गरेको हो केवल दार्जिलिङवासी होइन जम्मै भारतमा बस्नु भएको नेपाली भाषी मान्छेहरूले हामीहरूले गोर्खाल्यान्डको दाबी गरेको हो हुन त म बहुत सानो मान्छे हो गोर्खाल्यान्डको दाबी गर्न डिसिजन गभर्मेन्टकै हुन्छ है त्यसमा मैले भन्नुपर्ने केही छैन लेकिन बिङ एउटा गोर्खा गर्ल मलाई लाग्यो चाहिँ मेरो एउटा रेस्पोन्सिबिलिटी हुन्छ आफ्नो भाषाको लागि खडा हुने लेकिन त्यसमा आफ्नो भाषाको लागि बोल्दा जब मैले खराब कमेन्टहरू पाएँ तब चाहिँ मेरो दिमाग खराब भएको अरू केही पनि होइन अरू आज भी म नेपाली जातलाई नेपाली मान्छेहरूलाई खुबै माया गर्छु इनफेक्ट मुम्बईमा भी जति नेपालबाट आउनु भएको छ मेकअप आर्टिस्ट हेयर ड्रेसर सबैलाई म राम्रै इज्जत गर्छु सबैसँग मेरो राम्रो रिलेसन छ अरू म पर्सनली पनि मान्छे खुब अर्कालाई इज्जत दिने खालको मान्छे हो मेरो अपब्रिङ्गिङ नै त्यस्तो भएको हो र एउटा बहिनी अब एउटा तपाईँ एउटा टाइटल होल्ड गरिसकेको मान्छे तपाईँले अरूलाई कराए पनि तपाईँ एकदम सुहाउनु पर्ने हो त्यही हो जब आफ्नै मान्छेले भन्छ त बर्दाश्त हुँदो रहेन रहेछ कुनै अरू जातले भन्थ्यो भने सायद म निक्लिएर पनि जान्थेँ होला तर जहाँ मैले दिलले मैले पनि त नेपाललाई आफ्नो मानेको थिएँ नि नेपाली जातलाई आफ्नो मैले केही नेपालीको लागि पहिलो भिडियोमा नराम्रो भनेकी थिइनँ लेकिन त्यसको तल कमेन्ट पाएपछि मेरो दिमाग खराब भएर तब सेकेन्ड भिडियोमा मात्रै मैले नेपालबाट पनि त मान्छेहरू आउनुहुन्छ यहाँनिर भाडाउडामा चाहिँ काम गर्नुहुन्छ हामीहरूको नि यहाँको मान्छेहरू उहाँ गएर ठुलो सानो काम गरेको होला खालको मैले कमेन्ट गरेको चाहिँ हो यस स्पेसली तपाईँको प्रब्लम चाहिँ नेपालीसँग एकजना केही व्यक्तिसँग प्रब्लम परेर तपाईँ इस्यु यो भएर इस्यु भएको होइन बहिनी एक्ज्याक्टली केही व्यक्तिसँगै हो व्यक्तिगत हो अरू मेरो यो जघन्य भुल भयो चाहिँ मैले पुरा उसलाई लेकिन मैले सबै जम्मै नेपाली जातलाई भनेको होइन मैले भने हामी नेपाली इज्जत गर्छौँ नेपाली भाषी मान्छेलाई जहिले पनि जहीँ पनि जरुरत भयो मैले देखेँ भने सुवा सुवेदी चाहिँ हमेसा सहायको लागि अगाडि बढेर जान्छ चाहे जे होस् चाहे उनीहरूले जति नफरत गर्छ अरू एउटा इन्सानियत हो जे जात हुने भन्दा पहिले हामीहरू इन्सान चाहिँ हो राम्रो इन्सान बन्ने कोसिस गरिँदैछ र पुरै जिन्दगी गरिन्छ किनभने नो बडी इज पर्फेक्ट है आज हजुर भी पर्फेक्ट हुनुहुन्न हामी भी पर्फेक्ट छैनौँ अहिले मेरो उमेरै के छ आइएम ओन्ली 23 इयर्स हो अगाडि बहुत छ सिक्नुपर्ने र त्यही हो अरू कति बढे मान्छेले सिक्छ है अझै जिन्दगीमा कति भुल गरिएला अब के थाहा है अझै तिमी 23 मा त भनेपछि तिमी धेरै यङ रहेछौ नि धेरै काम छ है त्यसकारण अरू मलाई स्पेशली आम टेलिङ यु अल नेपालका पब्लिक कि मलाई हजुरहरूबाट दुआ चाहिन्छ बदुवा चाहिँदैन है र त्यही हो दुआ बहुत गर्नुभयो मेरो लागि मलाई थाहा छ मेरो दाजुभाइ आज मैले चाल पाउँदैछु अहिले 2-1 दिनमा मेरो कजिनहरू मलाई फोन गर्नु हुँदैछ कहाँबाट नम्बर पाएर मेरो आफ्नो कजिनहरू म किनभने हामीहरू यत्रो टचमा थिएन कहिले पनि अब आफ्नो मान्छेसँग टचमा हुँदा मात्रै जानिन्छ कि जे को कस्तो कुन आफ्नो कुन पराया जस तिम्रो आई होप तिम्रो सानोमा दुःख पाएको छैन होला धेरै मान्छेहरूलाई धेरै यता धेरै ठाउँहरू देखेको छैन होला त्यसकारण
यो कुरोहरू आउँछ र फेरि यस्तो कुरोहरू आयो भने मान्छेले एकैचोटि नभन्नु। जब नेपालमा अर्थक्वेक आएको थियो तब सबै नेपाली जनताको लागि जग्गा जग्गा प्रे गर्ने, क्यान्डल गर्ने, सबैलाई एरेन्ज गर्ने मान्छे मै थिएँ पहिलो कुरो है। आज यो कुरो भन्नु नहुनै पर्ने हो, तैपनि म भन्दैछु। नेपालमा अर्थक्वेक आएको बेला यस्तो कोही टाइम थिएन मैले मन्दिरमा दिया जलाइन होला, मान्छेहरूलाई भनिन होला। लेकिन हामीहरूले जग्गा जग्गा डोनेसन बक्स राखेर उहाँहरूको लागि प्रे गरेको हामीलाई साह्रै दुःख छ त्यस चिजमा। कति मान्छे कति मासुमले जान गवायो। अहिले पनि म इनफेक्ट भगवानसँग प्रार्थना गर्छु जे त्यो दिन फेरि हामीहरूको कसैको जिन्दगीमा नआओस्। उहाँहरूले धेरै सहनु भएको छ, उहाँहरूको रिसाउनु जायजै छ। जस्ट अब बहिनीले अब नेक्स्ट टाइममा चाहिँ कुनै व्यक्तिसँग त्यस्तो प्रकारले नेपालको नाम लिएर नेपाललाई नभन्नुहोस् होइन। मलाई नेपाली मान्छे हमेसा चाहिन्छ। म उहाँहरूकै छोरी हो, नेपाल मेरो घर हो, नेपाली भाषा मेरो आफ्नो मातृभाषा हो। अरू त्यही भएर उहाँहरूको बिना मेरो भी केही अस्तित्व छैन, मेरो बिना उहाँको पनि छैन। भोलि ठुलो नाम कमाइ भने चाहिँ सबैले चाहिँ भन्ला नि त अब हामी पछि लियो भनेर है। र त्यही हो, अहिलेसम्म मैले इन्टरनेसनल लेभलमा आफ्नो नाम पुरा नेपाली भाषी मान्छेहरूको नाम गोर्खा गर्ल भनेर त गुगलमा पनि आउँछ। र म सक्षम भएको छु। इन फ्युचर आनेवाला दिनहरूमा पनि म सबै नेपाली जातिको नाम रोशन गर्न पाऊँ, ईश्वरसँग त्यही प्रार्थना छ। जतिले पनि नराम्रो भने उनीहरूलाई मैले अन्तरबाट माफ गरिसकेँ, किनभने मेरो मम्मी भन्नुहुन्छ अझै गल्तीमा साथ दिने अझै ठुलो अपराधी हो र उहाँहरूले नराम्रो भन्नु भन्दैमा तिमीले केही नभन्नु, मम्मी त्यसो भन्नुहुन्छ। र आमा बाबाको संस्कार त्यस्तो खराब। लेकिन अलिकति कमेन्ट गर्न अगाडि सोच्नु पर्थ्यो कि मान्छेहरू एक दुसरासँग कनेक्टेड हुन्छ है। अब केही एनिवे बहिनी केही छैन। अब यस तपाईँले अब यति तपाईँले गर्दा कि धेरै मान्छेहरू अहिले रात दिन नसुतिकन कतिजनाले कमेन्ट गर्नुभयो नारायण दाजु चाहिँ एकदम राष्ट्रप्रेमी आज सीमा भनौँ बा म यसो भन्दिनँ, मैले भने मलाई माफ गर, अब यस्तो नगर होइन। राष्ट्रप्रेमी यसै गरी हुनुहोस्, हामी सबैजना यसै गरी हाम्रो एकता होस्। अब माया गरून्, हामीहरूको बिचमा हमेसा यसै गरी माया रहोस्, प्रेम रहोस् र हामीहरू एउटा परिवार भएर चलौँ र विश्वमा हामीहरू आफ्नो नाम कमाऊ र विश्वलाई जितौँ। किनभने बहुत धेरै ट्यालेन्टेड बच्चाहरू छ हामीहरूको जातमा, बहुत साराले प्लेटफर्म पाएको छैन। इन फ्युचर जरुरत पर्यो भने हामीहरू पनि त्यो जग्गामा पुग्यो भने हेल्प गरिएला सबैलाई। हजुर ल हुन्छ बहिनी, अब टेक केयर है। अब थ्याङ्क यू फर गिभिङ टाइम है। अलिकति बिजी नै थिएँ र सुटिङको टाइममा अलिकति दिक्कतै हुन्छ है हुन्छ कुराहरूसँग कनेक्टेड हुन। थ्याङ्क यू भेरी मच। हुन्छ बहिनी है। ल इन्शाल्लाह ईश्वरले चाह्यो भने हामीहरू धेरै अगाडि बढ्ने है। हुन्छ थ्याङ्क यू भेरी मच। हुन्छ ल, बाई बाई।